जेमेसी हिजो मैले भनिरहेको थियो लुक 11 अध्यायको 15 to 32 मा दिस इज वान अफ द ब्युटिफुल स्टोरी अफ फादर हुन्छ नि उहाँको हृदय आफ्नो छोराछोरीप्रति आज यङ्गर छोराले डिमान्ड गर्छ लु बाउ मलाई चाहिँ मेरो भागको सम्पत्ति चाहिँ दिनुहोस् बिकज आई निड इट अनि म यो घर छोडेर जान चाहन्छु भनेर जब त्यो डिमान्ड उसले राखेको छ द्याट वाज अ सकिङ रिक्वेस्ट फर फादर हुन्छ नि बेसिकली यो चाहिँ यही भनिरहेको थियो मलाई तपाईँको पैसा रुपियाँ चाहिन्छ तर बट आई डोन्ट निड यु मलाई तपाईँको धन सम्पत्ति चाहिन्छ तर म तपाईँसँग सम्बन्ध राख्न चाहदिनँ भनेर अनि उसले डिसाइडेड कि उसले त्यो पैसा रुपियाँ लिएर ऊ फार कन्ट्रीको लागि घरबाट निस्किन्छ आज धेरैजना हाम्रो जीवनमा पनि यस्तो हुन्छ हामीलाई परमेश्वरको आशिष त चाहिन्छ तर हामी परमेश्वरसँग सम्बन्ध नै राख्न चाहँदैनौँ यही कुरोलाई लिएर हामी अघि बढ्नेछौँ हामी यहाँ देख्छौँ परमेश्वरको प्रबन्ध हामीलाई चाहिन्छ तर उहाँको उपस्थिति हामीलाई चाहिँदैन क्या सुरक्षा त चाहिन्छ नि तर उहाँको आज्ञा होइन प्रतिज्ञा हामीलाई उहाँको चाहिन्छ तर उहाँको मार्ग होइन अनि म यही भन्न चाहन्छु त्यो यङ्गर छोराले सोचेको थियो अब म स्वतन्त्र भएको छु र पिताको घरबाट छुटकारा पाएको छु तर उसलाई त्यो मूर्खलाई थाहा थिएन कि अन्तमा त्यो कुरा चाहिँ उसको लागि बन्धन बनिन्छ भन्ने कुरा आज ऊ फार कन्ट्रीमा त गयो नि खुसी हुँदै एट्र्याक्टिभ देखिरहेको थियो त्यो कन्ट्री तर टाढाको देशले एउटै कुरो बताउँछ त्यो चाहिँ के हो परमेश्वरदेखिको हाम्रो सम्बन्ध छुट्टिने कुरा एट्र्याक्टिभ देखिने कुरा ल्युक 15:13 अध्यायमा लेखेको छ नि त्यहाँबाट त्यो यङ्गर सनले सबै कुरो भेला गरेर ऊ त्यो कन्ट्रीतर्फ निक्लिन्छ अनि त्यो फार कन्ट्रीले चाहिँ एउटै कुरो रिप्रेजेन्ट गर्छ द्याट आवर लाइफ विदाउट गड अनि फर्स्टमा त्यो कन्ट्री एकदमै असल देखिरहेको थियो एक्साइटिङ देखिरहेको थियो नि अनि उसलाई त्यो फ्रिडम त्यो प्लेजर त्यो मनी इन्टरटेनमेन्ट जहाँनिर कुनै रेस्ट्रिक्सन थिएन हि वाज सो ह्याप्पी हुन्छ नि तर पाप चाहिँ अफन इट लुक्स एट्र्याक्टिभ हुन्छ नि बिगिनिङमा तर अन्तमा चाहिँ त्यसले चाहिँ तपाईँलाई पीडा दिन्छ अनि एज अ एनिमिजले चाहिँ हामीलाई प्लेजर अफ सिन देखाउँछ है तर उसको कन्सिक्वेन्सेस चाहिँ हमेसा हाइड गरेको हुन्छ त्यो सनले चाहिँ लेफ्ट हिज होम विथ वेल्थ हुन्छ नि तर इभेन्चुअली he lost everything अनि आज शैतानले पनि पापको आनन्द देखाउँछ तर त्यसको परिणाम लुकाउँछ सो बी केयरफुल परमेश्वरको वचन पढाइसिम प्रत्येकलाई आशिष दिउन्